नमस्कार। कुनै पनि देशको सरकार आखिर चल्छ कसरी? यसको मुटु, यसको इन्जिन भनेकै निजामती सेवा हो। आज हामी नेपालको निजामती कर्मचारीको यात्रालाई नजिकबाट निहाल्नेछौँ। आवेदन दिने पहिलो दिनदेखि अवकाश लिने अन्तिम दिनसम्म। अब सरकार चल्छ कसरी? यो प्रश्न सुन्दा त ओहो, कति धेरै विभागहरू, कति धेरै प्रक्रिया र नीतिहरू होइन त? तर वास्तवमा यो विशाल प्रणालीलाई चलाउने मुख्य शक्ति भनेको यसका मानिसहरू नै हुन्। हो, यो सबै चलाउने भनेको त्यहीभित्र काम गर्ने मान्छेहरूले नै हो। र आज हामी उनीहरूकै व्यावसायिक यात्राको कथा भन्न गइरहेका छौँ। सार्वजनिक सेवामा प्रवेश गर्ने पहिलो पाइलादेखि लिएर दशकौंको सेवा पछि सम्मानजनक विदाईको क्षणसम्म। ल, त्यसो भए सुरु गरौँ है त। यो यात्राको पहिलो पाइला, त्यो हो प्रणालीभित्र छिर्ने ढोका। हेरौँ न कसरी एक आवेदक सरकारी नियुक्तिसम्म पुग्छ। पहिले त जागिर पाउनलाई को मान्छे चिन्या छ भन्ने कुराले धेरै फरक पार्थ्यो, जसलाई स्पोइल सिस्टम भनिन्थ्यो। तर जमाना फेरियो। अहिलेको आधुनिक प्रणाली, जसलाई मेरिट सिस्टम भनिन्छ, त्यसमा तपाईले के जान्नु भएको छ भन्ने कुरा मुख्य हुन्छ, कसलाई चिन्नुहुन्छ भन्ने होइन। अब योग्यता त भयो एउटा कुरा, तर प्रणाली राम्रो हुनलाई समावेशी पनि त हुनु पर्यो होइन र? नेपालको निजामती सेवाले यही कुरालाई मनन गरेको छ। यहाँ हेर्नुस् त 45% सिटहरू त आरक्षित नै छन्, महिला, जनजाति, मधेसी, दलित र अरू समूहका लागि। यसले के सुनिश्चित गर्छ भने सरकारमा देशको हरेक अनुहार देखियोस्। यो कुनै सामान्य परीक्षा होइन, यो त एउटा अग्नि परीक्षा नै हो भन्दा हुन्छ। सुरुमा त आवेदन र कागजपत्रको सूक्ष्म जाँच हुन्छ। त्यहाँबाट पास भएपछि लिखित परीक्षा दिनु पर्यो, ज्ञान र तर्क दुवैको जाँच। अनि त्यहाँबाट पनि छानिएकाहरूले सीप परीक्षण र अन्तर्वार्ताको सामना गर्छन्, जहाँ उनीहरूको व्यक्तित्व र क्षमता नापिन्छ। यति सबै पार गरेपछि मात्रै बल्ल अन्तिम सिफारिसमा नाम निस्किन्छ। र यति लामो सङ्घर्षपछि त्यो क्षण आउँछ, नियुक्तिपत्र हातमा पर्ने दिन। यो खालि एउटा कागजको टुक्रा मात्र होइन नि, यो त त्यो पुरै कठिन यात्राको सफलताको प्रतीक हो। यसले औपचारिक रूपमा एक व्यक्तिलाई सार्वजनिक सेवाको जिम्मेवारी सुम्पिन्छ। ल, अब कोही व्यक्ति प्रणालीभित्र त छिर्यो, तर त्यसपछिको यात्रा कस्तो हुन्छ? अब करियरको भर्याङ चढ्ने कुरा गरौँ। एकपटक भित्र छिरेपछि पहिलो काम हुन्छ पदस्थापन। यो भनेको सही मान्छेलाई सही ठाउँमा राख्ने काम हो। जसरी एउटा कुशल खेलाडीलाई उसको सही पोजिसनमा खेलाइन्छ, त्यसैगरी कर्मचारीको सिप र ज्ञानलाई सरकारको आवश्यकता अनुसारको विभागमा मिलाइन्छ। यसो गर्दा मात्र उसको क्षमताको सही सदुपयोग हुन्छ। अब करियरमा अगाडि बढ्ने इच्छा त सबैलाई हुन्छ, होइन त? निजामती सेवामा यही प्रगतिको सूचक हो बढुवा। यो भनेको माथिल्लो पदमा जानु मात्रै होइन, यो त कर्मचारीको मेहनत, उसको सिप र अनुभवको सम्मान पनि हो। यसले थप राम्रो काम गर्न हौसला दिन्छ। तर बढुवा हुन्छ चाहिँ कसरी? यो कुनै एकजनाको निर्णयले हुने कुरा होइन। यसको एउटा स्पष्ट सूत्र छ, अङ्कमा आधारित। यहाँ हेर्नुस् त, सबैभन्दा धेरै 40 अङ्क त कामको मूल्याङ्कनबाट आउँछ। त्यसपछि ज्येष्ठता, मतलब कति समय सेवा गर्यो भन्नेले 30 अङ्क पाउँछ। अनि बाँकी अङ्क शैक्षिक योग्यता, दुर्गम क्षेत्रमा गरेको काम र तालिम जस्ता कुराहरूमा बाँडिन्छ। हो, यहीँनिर आउँछ एउटा रमाइलो तर महत्त्वपूर्ण बहस। यो चार्टले त्यही देखाउँछ। एकातिर छ ज्येष्ठता, यानि अनुभव, अर्कोतिर छ कार्य सम्पादन, यानि नतिजा। लामो समयको सेवालाई सम्मान गर्ने कि उत्कृष्ट काम गर्नेलाई अगाडि बढाउने, यो सन्तुलन मिलाउनु नै सार्वजनिक सेवाको एउटा ठूलो चुनौती हो। करियरमा अगाडि बढ्नु त एउटा पाटो भयो, तर हरेक दिन उही जोश र जाँगरका साथ काम गर्न केले प्रेरित गर्छ त? अब कुरा गरौँ सार्वजनिक सेवालाई चलाउने इन्धनको, अर्थात् उत्प्रेरणा र पारिश्रमिकको। मान्छेलाई काम गर्न दुईवटा कुराले घचघच्याउँछ। एउटा हो भित्री इच्छा, समाजको लागि केही गरौँ, देश बनाउन सघाउ पुर्याउँ भन्ने भावना। अर्को हो बाहिरी कुरा, जस्तै कि तलब, सम्मान, पदोन्नति। एउटा राम्रो निजामती सेवाले यी दुवैलाई सन्तुलनमा राख्न सक्नुपर्छ। अब कर्मचारीलाई उत्साहित बनाइराख्न कुनै एउटा मात्र जादुको छडी हुँदैन। यसका लागि धेरै कुरा चाहिन्छ, जस्तै कामको स्पष्ट लक्ष्य, करियरमा अगाडि बढ्ने बाटो, गरेको कामको मूल्याङ्कन, राम्रो तलब सुविधा र काम गर्ने राम्रो वातावरण। यी सबै कुरा मिलेपछि मात्र कर्मचारीहरूले आफ्नो सबैभन्दा राम्रो प्रदर्शन गर्न सक्छन्।
अनि पारिश्रमिकको कुरा गर्दा एउटा सबैभन्दा आधारभूत सिद्धान्त छ, समान कामको लागि समान ज्याला। यसको सोझो अर्थ हो एउटै पदमा र एउटै जिम्मेवारीमा काम गर्ने दुईजना बीच लिङ्ग, जात वा अरू कुनै पनि आधारमा तलबमा भेदभाव हुनु हुँदैन। यसले नै प्रणालीमा विश्वास र निष्पक्षता जगाउँछ। ल, अब हामी यो यात्राको अन्तिम अध्यायतिर आइपुगेका छौं। त्यो हो सेवा र अवकाश, अर्थात् सक्रिय सेवाबाट बिदा हुने समय। दशकौंसम्म देशको सेवा गरेपछि कर्मचारीको भविष्य कसरी सुरक्षित हुन्छ त? यसको जवाफ हो पेन्सन। र यो कसरी हिसाब गरिन्छ भन्ने सूत्र एकदमै सरल छ। जति वर्ष सेवा गरियो त्यसलाई अन्तिम तलबले गुणन गर्ने र आएको अङ्कलाई 50 ले भाग गर्ने। यसबाट निस्किने रकम नै मासिक पेन्सन हो। यो उहाँहरूको योगदानको सम्मान र आर्थिक सुरक्षाको आधार दुवै हो। हामीले भर्नादेखि अवकाशसम्मको एउटा व्यवस्थित यात्रा त हेर्यौं। कागजमा हेर्दा त यो प्रणाली एकदमै बलियो देखिन्छ। तर के व्यवहारमा पनि यो त्यस्तै छ त? कि यो प्रणालीमा कुनै कमजोरी छैन? अब कुरा गरौँ वास्तविकताको। जति नै राम्रो संरचना भए पनि यसमा केही गम्भीर चुनौतीहरू छन्। जस्तै राजनीतिक हस्तक्षेपले निष्पक्षतामा असर गर्छ। कहिलेकाहीँ कार्य सम्पादन मूल्याङ्कन पनि वस्तुनिष्ठ हुँदैन। ज्येष्ठतालाई चाहिने भन्दा बढी महत्त्व दिन्छ कि भन्ने बहस पनि छ। यी यस्ता समस्याहरू हुन् जसले प्रणालीलाई भित्रभित्रै कमजोर बनाउन सक्छ। त्यसो भए अन्त्यमा सबैभन्दा ठूलो प्रश्न के हो त? प्रश्न यो हो कि हामीले यस्तो प्रणाली कसरी बनाउने जसले खाली देशको दैनिक काम मात्र नचलाओस्, बरु देशका सबैभन्दा प्रतिभाशाली मानिसहरूलाई आऊ देशको सेवा गर भनेर आकर्षित पनि गरोस्। यो भनेको नियम कानूनको जंगल र मानिसको क्षमताबीच सही सन्तुलन खोज्ने एउटा कहिल्यै नसकिने यात्रा हो।